नमस्ते सबैमा म इन्जिनियर रितेश सोनी रिसेन्ट जियोमेट्रिक्स इन्जिनियरिङ ग्रेजुएट फ्रम काठमाडौँ युनिभर्सिटी। अनि यो भिडियोको उद्देश्य भनेको तपाईँहरूले बुझिसक्नुभयो है त। केयुले चाहिँ हिजो मात्रै ऱ्याङ्क पब्लिस गरेको छ भन्नाले ओभरअल रिजल्ट पब्लिस गरेको छ। त्यसपछि चाहिँ 2 दिन टाइम दिएको छ। इफ यु वान्ट टु चेन्ज द प्रोग्राम देन यु क्यान जस्ट गो टु योर एप्लिकेसन पोर्टल होइन, एन्ड यु क्यान चेन्ज द प्रोग्राम एन्ड रिसबमिट इट होइन। सो यो कुरामा चाहिँ अब चेन्ज गर्ने कि नगर्ने, के गर्दा ठिक होला, चेन्ज गऱ्यो भने मैले पाउँछु कि पाउँदिनँ भन्ने कुरामा चाहिँ डिसिजन लिनको लागि सजिलो होस् होइन भन्ने उद्देश्यले नै मैले यो भिडियो बनाउँदैछु है त। सो नहातिनुहोस् है, तपाईँहरू नहातिनुहोस्। अहिले टाइम चाहिँ छ कहिलेसम्म भनेपछि 30 जुलाई भनेपछि भोलिसम्म छ। सो आई विल डेफिनेटली हेल्प यु है। र लास्ट टाइम चाहिँ मैले के गरेको थिएँ भन्दा, लास्ट टाइम चाहिँ म लाइभ आएर होइन ऱ्याङ्क एक्सट्र्याक्टरबाट प्रोग्राम बनाएको थिएँ, एउटा सानो प्रोजेक्ट जस्तो। त्यहाँबाट चाहिँ केयु क्याट नम्बर हालेर सर्ट प्रोग्राममा चाहिँ सर्ट आउट गर्थेँ कि कति नम्बरमा पर्छ अनि त्यो प्रोग्राममा सिट कति छ, त्यसको बेसिसमा चाहिँ मैले पाउने चान्सेस कतिको छ भन्ने जेस आइडिया लाग्थ्यो है। तर योपल्ट चाहिँ आई एम अनेबल टु डु द्याट होइन, केही कारणवश चाहिँ म लाइभ आउन सकिनँ। बट कुनै न कुनै वे थ्रुबाट चाहिँ आई विल डेफिनेटली हेल्प यु। सो डोन्ट वरी है। भिडियो अन्तिमसम्म हेर्नु होला, भिडियो पुरै हेर्नु होला, एकपल्ट लाइक गर्नु होला र च्यानलमा पहिलोपल्ट हुनुहुन्छ भने च्यानल पनि सब्सक्राइब गर्नु होला है त। सुरु गरौँ ल। भिडियो चाहिँ म लामो गर्दिनँ है। अनि एउटा कुरा के भनेपछि यो भिडियोको चाहिँ क्वालिटी त्यस्तो खासै राम्रो छैन, बिकज आई एम नट इन माई युजुअल लोकेसन। बट खासमा मैले नबनाउने सोच गरेको थिएँ, बट यो हृदयले चाहिँ मानेन क्या होइन। म्यासेजहरू आइगऱ्यो, कमेन्टहरू आयो। सो आई थट लेट्स होइन, कनेक्टेड छन् अडियन्सहरू, नयाँ आइरहेछन् भने लेट्स गिभ देम समथिङ होइन, द्याट विल हेल्प देम। त्यही भएर चाहिँ यो भिडियो बनाउँदैछु। अनि मेरो मोबाइल चाहिँ अलिक छर्के भएर क्यामेरामा हेर्दा पनि क्यामेरामा चाहिँ नहेरेको जस्तो भिडियो आउने रहेछ क्या। सो अलिक फेस टु फेस चाहिँ भएन भने इट्स नट गोइङ टु, आई क्यान्ट जस्ट एक्सप्रेस समथिङ द्याट आई लाइक टु एक्सप्रेस क्या। बुझ्नुभयो नि? सो छोडिदिउँ है, त्यो चाहिँ गफको कुरा भयो। मेन चाहिँ मैले दिन खोजेको म्यासेज चाहिँ बुझ्न खोज्नुहोस् है। सो के भनेपछि सुरुमा चाहिँ नयाँ स्टुडेन्टहरूको लागि चाहिँ म बुझाइदिन्छु है सर्टकटमा। के हुन्छ भन्दा, यो के हो त एप्लिकेसन एडमिसन प्रोसेस चाहिँ कस्तो हुन्छ भन्दा, अब जस्तै तपाईँको ओभरअल लिस्ट पब्लिस भयो, अब 2 दिन टाइम दिएको छ। तपाईँले सुरुमा कुनै प्रोग्राममा अप्लाई गर्नुभएको थियो, मानौ कम्प्युटरमा, तपाईँले के लाग्दैछ कि तपाईँ जस्तो धेरै स्टुडेन्ट छन् उनीहरूलाई के लाग्दैछन् कि म कम्प्युटरमा पाउँदिनँ होला, त्यही भएर चाहिँ उनीहरूलाई एक चान्स दिएको हो कि ओके कम्प्युटरबाट चाहिँ मेकानिकलमा जानुहोस्, मेकानिकलमा चाहिँ पाउनुहुन्छ होला किनकि कम्पिटिसन कम्पेरिटिभली कम छ। त्यही भएर तपाईँ जानुहुन्छ पोर्टलमा, चेन्ज गर्नुहुन्छ अनि रिसबमिट गर्नुहुन्छ। नपाउने कुरा पनि पाउने चान्सेस भयो नि त त्यतिखेर। त्यसपछि चाहिँ तपाईँको फाइनल रिजल्ट पब्लिस हुन्छ प्रोग्राम वाइज, कम्प्युटरको, मेकानिकलको, सिभिलको। त्यतिखेर चाहिँ मेरो कुरा बुझ्नु है, त्यतिखेर चाहिँ नयाँ स्टुडेन्टको लागि जसले चाहिँ लास्ट इयर एपियर हुनुभएको थियो उनीहरूलाई थाहा छ है। सो त्यतिखेर चाहिँ तपाईँको नाम कम्प्युटरमा नआएर मेकानिकलमा आउँछ क्या, किनकि तपाईँले पछि चेन्ज गर्नुभयो नि त है। अब मेकानिकलमा आउँछ, त्यसपछि मेकानिकलमा चाहिँ अब बोलाउँछ, त्यसपछि चाहिँ के हुन्छ फर्स्ट लिस्ट भनेर खुल्छ क्या। बुझ्नुभयो? फर्स्ट लिस्टमा चाहिँ अब 30 जनाको बोलाउँछ सुरुमा मेकानिकलमा, अनि 30 जनाले जाने, 30 जनामा चाहिँ 6वटा रिजर्भ हुन्छ, 24 जनाले बोलाउँछ है। 24 जनाले फर्स्ट लिस्टमा बोलाउँछ, त्यहाँ 24 जनामध्ये चाहिँ सबैले एडमिसन गराउँदैनन्। इफ मानौ 4 जनाले एडमिसन गराएन भने त्यो 4 जनाले फेरि सेकेन्ड लिस्टमा कल गर्छ। त्यो फेरि सेकेन्ड लिस्टमा पनि सिट खाली बच्यो भने थर्ड लिस्ट या त इओआई खुलाउँछ है। अब इओआई भनेको के हो भन्ने कुरा चाहिँ मैले सेपरेटली एउटा भिडियो बनाएको छु, यो भिडियो गएर हेर्नु होला है इफ यु वान्ट टु वाच होइन, बुझ्न मन छ भने। त्यो कुराहरू हो, यो चाहिँ हाम्रो एडमिसन प्रोसेस भयो। त्यस्तै गरी सबै फिल्डमा त्यसरी नै हुन्छ। आफ्नो आफ्नो डिपार्टले चाहिँ आफ्नो वेबसाइटमा चाहिँ या भनौँ आफ्नो पेजमा या तपाईँलाई चाहिँ इमेलमा या यो वेबसाइटमै कल गरिरहेको हुन्छ। वेबसाइटमा चाहिँ एकदमै अपडेट बस्नु होला, यो apply.ku.edu.np मा त्यो चाहिँ प्रोसेस भयो। अब मैले चाहिँ तपाईँहरूलाई डिसिजन लिन हेल्प गर्नेछु। पहिला जस्तो चाहिँ लाइभमा आएँ नि मैले के गर्थेँ र 100-200 जनालाई चाहिँ हेल्प गर्थेँ। त्यसपछि लाइभबाट गइसकेपछि चाहिँ अगेन बाँकी स्टुडेन्टहरूले चाहिँ त्यही नै कुरा हुन्थ्यो है। सो म चाहिँ भनिन्छ नि माछा समातेर दिनुभन्दा माछा समात्न सिकाइदिन्छु क्या है। अलिक बहुत त्यो भयो है म आज। ओके सो सुन्नुहोस् है, अब कम्पिटिसन कहाँ बढी हुन्छ भन्ने कुरा पहिला बुझौँ है। हामीले चाहिँ पास्ट इयरको डेटाहरू हेर्दाखेरि है सबसे बढी कम्पिटिसन भनेको एसओईतर्फ हेर्दाखेरि चाहिँ कम्प्युटर इन्जिनियरिङ है, बी कम्प्युटर इन्जिनियरिङ र बी सिभिल इन्जिनियरिङ, यो 2वटा ब्रान्चमा बढी कम्पिटिसन हुन्छ है। त्यस्तै गरी यता एसओएसको कुरा गर्नुहुन्छ भने कम्प्युटर साइन्स है, बिएससी कम्प्युटर साइन्स भयो, डाटा साइन्स भयो, इभन कम्प्युटेसनल म्याथमेटिक्स है, यी प्रोग्राम्सहरूमा चाहिँ बढी कम्पिटिसन हुन्छ। अब सुन्नुहोस् है, बाँकी प्रोग्राम है, बाँकी भनेको तपाईँ एसओईतर्फ कुरा गर्दाखेरि मेकानिकल होस्, इलेक्ट्रिकलको चाहिँ छोरा मैले, मेकानिकल होस्, त्यसपछि चाहिँ जियोमेट्रिक्स होस् है, त्यसपछि चाहिँ अरू कुन हुन्छ केमिकल होस्, यिनीहरूमा चाहिँ खासै कम्पिटिसन छैन। तपाईँहरू पास हुँदा पनि पाउनुहुन्छ है।
मैले ग्यारेन्टीको साथ भने मेकानिकल इन्जिनियरिङ, जियोमेट्रिक्स इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ यिनीहरूमा चाहिँ तपाईँ पास भयो भने पाउनुहुन्छ सिट। सो तपाईँको चाहिँ त्यो स्कोर छ होइन, डिसेन्ट स्कोर छ भने पाउनुभयो। पास भन्नाले पहिला 528 थियो, अहिले चाहिँ त्यस्तो 528 पनि छैन, सर्ट त्यो मेरिट लिस्टमा चाहिँ पर्नु पऱ्यो कि जे होस् पाउनुहुन्छ। 528 500 आउनेले चाहिँ पाउनुहुन्छ है। त्यो अरू प्रोग्रामको लागि टेन्सन भएन। यता कम्प्युटर र सिभिलले चाहिँ सोच्नुपर्ने हुन्छ। त्यस्तै गरी चाहिँ यता एसओएसतर्फ कुरा गर्दाखेरि चाहिँ कम्प्युटर साइन्स भयो होइन, त्यस्तै गरी चाहिँ डेटा साइन्स भयो, यिनीहरूमा चाहिँ अलिक बढी कम्पिटिसन हुन्छ, बाँकीमा चाहिँ कम्पिटिसन हुँदैन। अनि तपाईँ हेल्थ इन्फर्मेटिक्सको कुरामा चाहिँ डाइरेक्ट गएर एडमिसन गराउन सक्नुहुन्छ है। अब सुन्नुहोस् है, के हुन्छ भन्दा कम्प्युटरको स्टुडेन्टले, कम्प्युटर इन्जिनियरिङ स्टुडेन्टलाई लाग्छ इफ आई एम नट गोइङ टु गेट, देन मोस्ट अफ देमले के गर्छ भन्दा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सको कम्युनिकेसनमा जान्छ है त। बुझ्नुभयो नि? त्यही भएर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सको कम्युनिकेसनभित्रको जुन ओरिजिनल क्यान्डिडेट्स हुन्छ नि तिनीहरूको ऱ्याङ्क पुस हुन्छ है त। बुझ्नुभयो नि मेरो कुरा? अनि उता डाटा साइन्सको स्टुडेन्टलाई इफ लाग्छ कि मैले पाउँदिनँ भने तिनीहरू कम्प्युटेसनल म्याथमेटिक्समा जान्छ। किनभने मिल्दोजुल्दो कोर्स छ नि त, कम्प्युटर इन्जिनियरिङको र यता इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समाको कम्युनिकेसन पार्ट है, मिल्छ, कतै न कतै मिल्छ। त्यही भएर स्टुडेन्टले चाहिँ त्यसरी चेन्ज गर्छ। अब कम्प्युटर पढ्ने डाइरेक्ट सिभिलमा जाँदैन नि त, कसैको इन्ट्रेस्ट कम्प्युटरमा छ भने ऊ सिभिलमा जाँदैन है। यो कुरामा चाहिँ बुझ्नुहुन्छ तपाईँहरू? त्यस्तो कुरा चाहिँ त्यसरी चाहिँ चेन्ज गरेर जाने हो। त्यो कुरा पनि हामीले माइन्डमा राख्नुपर्छ कि त्यसले गर्दाखेरि इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सको कम्युनिकेसन पार्टमा चाहिँ बढी कम्पिटिसन हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो है। र म चाहिँ भन्छु तपाईँहरूको एन्सर आउँछ, मेरो भिडियोहरू पनि एन्सर आउँछ। के हुन्छ भन्दा अनि तपाईँको चाहिँ अहिले उता आइओईतिर पनि इक्जाम चल्दैछ, आइओईको पनि आफ्टर सम डेज रिजल्ट पब्लिस होला होइन। र स्टुडेन्टहरू इफ आइओईमा पायो भने, आइओईको पुल्चोक थापाथलीमा पायो भने मेनली स्टुडेन्टहरू केयु छोडेर उता जान्छन् है। किनभने त्यहाँ चाहिँ फाइनेन्सियल बेनिफिट हुन्छ है, उताको चाहिँ फी कम छ, यता केयुको फी चार्ज भनेको अलिक बढी छ है त। सो त्यो सेन्सले गर्दाखेरि स्टुडेन्ट अझै उता नि जान्छन्, छोडेर है एडमिसन नगराएर उता जान्छन्। त्यतिखेर चाहिँ यता खाली हुन्छ। यस्तो भएको हो पहिला पनि है, मेरो कुरा सुन्नुहोस् है, पहिला भएको हो। त्यही भएर चाहिँ राम्रो राम्रो प्रोग्राम्समा पनि यसरी चाहिँ दुईवटा युनिभर्सिटीको इक्जाम एकैपल्ट जोत्दाखेरि चाहिँ के हुन्थ्यो भन्दा राम्रो राम्रो प्रोग्राम्समा पनि इओआई खुल्ने गर्थ्यो क्या। बुझ्नुभयो नि? लास्ट इयर पनि राम्रो प्रोग्राममा चाहिँ इओआई खुल्या छ है। सुरुमा चाहिँ तपाईँको चाहिँ एकदमै धेरै धेरै स्कोर आएको, कम्प्युटरमा यति स्कोर छ, मेरो 1000 मात्र छ, म पाउने कि नपाउने जस्तो लाग्छ। तर पछि चाहिँ तपाईँले पाउनुहुन्छ कि, किनकि सबैले गराउँदैनन् है। ढुक्क बस्नुहोस्, 1900ले पनि पाएको हो है, लास्ट टाइम 900ले नि पाएको हो। सो त्यही भएर चाहिँ तपाईँको ऱ्याङ्क 900 1000 छ भने चाहिँ डोन्ट वरी, तपाईँले पाउनुहुन्छ है त। कम्प्युटरमा पनि पाउनुहुन्छ, सिभिलमा पनि पाउनुहुन्छ। अरू छ भने त अरूको लागि सोच्नै भएन, अरू पाउनुहुन्छ है त। यता एसओएसमा पनि त्यही कुरा छ। अब सुन्नुहोस् है, तपाईँले के गर्नुहोस् भन्दा जसले चाहिँ यो भिडियो हेर्दै हुनुहुन्छ होइन, यहाँसम्म पुगिसक्नु भएको छ भने तपाईँहरूले चाहिँ कुन प्रोग्राममा चाहिँ अप्लाई गर्नुभएको थियो, कति स्कोर आएको थियो भन्नाले क्युक्याट स्कोर, त्यसपछि चाहिँ क्युक्याट ऱ्याङ्क कति आएको छ त होइन, त्यो सबै कुरा कमेन्ट गर्नु होला भिडियो लाइक गरेर जम्मैले है, कमेन्ट गर्नु होला। किनकि म चाहिँ कमेन्ट आउने हरेकको चाहिँ इन्डिभिजुअली रिप्लाई दिन्छु। पाउनुहुन्छ, पाउने चान्सेस यति छ, पाउने चान्सेस छैन, जसरी मैले लाइभमा भन्थेँ नि त्यसरी नै म यहाँ कमेन्ट गरेरै भन्छु है तपाईँहरूलाई। सो त्यो कुरा कमेन्ट गर्नु होला, स्कोर है, क्युक्याट ऱ्याङ्क, त्यसपछि चाहिँ इफ यसमा पाएन भने कुनमा जाँदा ठिक होला भनेर पनि कमेन्ट गर्नु होला। त्यो पनि सजेसन पनि दिउँला, म त्यही कमेन्टमै दिनु होला, के अरे कमेन्टमै भनौँ ल। सो त्यही भएर चाहिँ कमेन्ट चाहिँ सबैले गर्नु होला है, अनिवार्य रूपमा चाहिँ कमेन्ट गर्नु होला। म चाहिँ त्यहाँनिर चाहिँ रिप्लाई गर्नेछु है त। अनि मैले भनेको कुरा चाहिँ बुझ्नुभयो तपाईँले? कम्पिटिसन छैन कि, खासै छैन केयुमा, पहिलाको जस्तो कम्पिटिसन रहेन। ठ्याक्कै मेन कम्पिटिसन भनेकै अब कम्प्युटर र सिभिलमा हुन्छ क्या, अनि धेरैमा आर्किटेक्चरमा, अरूमा छैन। अरूमा चाहिँ 600 700 600 700 600 700 आउनेले सेकेन्ड लिस्ट थर्ड लिस्ट खोलिरहेको हुन्छ क्या, थर्ड लिस्टसम्ममा चाहिँ एडमिसन पाइरहेको हुन्छ। मेन भनेको कम्प्युटर र सिभिलमा, कम्प्युटर सिभिलमा पनि तपाईँको 1900 आउनेले पनि पाएको हो पहिला। सो आई थिङ्क यु आर गेटिङ माई पोइन्ट है। सो त्यसरी चाहिँ तपाईँले डिसिजन लिनु होला। त्यो एक्सट्र्याक्टरमा ऱ्याङ्क हालेर यति ऱ्याङ्क आयो, त्यो ऱ्याङ्कले यति नम्बरमा पर्छु, पाउने चान्सेस यस्तो छ, त्यति जानै पर्दैन है। म चाहिँ आफ्नो एक्सपिरियन्सको बेसिसमा भनेको है, पाउनुहुन्छ तपाईँले। र त्यति नै जान्न मन छ भने है तपाईँले के गर्नुहोस् भन्दा, मैले भने नि आई कान्ट कम लाइभ के एन्ड डेमोन्स्ट्रेट एभ्रिथिङ। तपाईँले के गर्नुहोस् भन्दा गिभन प्रोग्राममा चाहिँ कति नम्बरमा परिरहेछ है, सक्नुहुन्छ भने त्यो पनि कमेन्ट गर्नु होला। जस्तै कम्प्युटरमा चाहिँ तपाईँको ऱ्याङ्क कम्प्युटरका स्टुडेन्टहरूमध्येमा चाहिँ कतिमा परिरहेछ है,
त्यो चाहिँ कमेन्ट गर्नु होला है। त्यसपछि चाहिँ म अझै भन्नेछु मजाले, त्यो त म पनि हेरेरै भन्छु होइन, त्यही पनि तपाईँले पनि गर्नु होला। त्यो चाहिँ कसरी गर्न सक्नुहुन्छ भन्दा अब अहिले डिफ्रेन्ट एआई टुल्सहरू छ है, च्याट जिपिटी छ, जेमिनाई छ, त्यसमा गएर तपाईँले चाहिँ पिडिएफ राख्नुभयो भने त्यहाँ जस्ट यु क्यान से सर्ट आउट माई ऱ्याङ्क होइन अमङ द कम्प्युटर स्टुडेन्ट, अनि ठ्याक्कै ऱ्याङ्क निकालिदिन्छ कि च्याट जिपिटीले नै निकालिदिन्छ। यतिसम्म इजी भएको छ। अलिक बाटो चाहिँ हुनु पऱ्यो कि अहिले धेरै टेक्नोलोजीहरू आइसकेको छ। त्यसरी पनि तपाईँले हेर्न सक्नुहुन्छ है, र त्यो पनि कमेन्ट गर्नु होला एन्ड आई विल डेफिनेटली टेल यु है। टाइम चाहिँ 2 दिन टाइम छ, सो नआत्तिनुहोस्। र उता आइओईको पनि कसैको एक्जाम छ भने त्यो पनि भन्नु होला कहिले छ, र कसैले चाहिँ आइओईमा पाउनुहुन्छ भने डेफिनेटली गो दिएर है, आइओईमा जानुहोस्, टेन्सन हुँदैन। आइओईमा एकदमै राम्रो छ है। उता पुल्चोक पाउनुभयो, थापाथली पाउनुभयो भने आई विल डेफिनेटली सजेस्ट देयर के देन गोइङ टु केयु, किनभने तपाईँको पैसा धेरै सेभ हुन्छ, पढाउने त्यही नै हो है। सो त्यस्तो कुराहरू छ। अरू के भन्ने त्यसमा त्यही सोध्नु नै त्यही हुन्छ तपाईँले, मेरो यति स्कोर आयो मैले पाउने कि नपाउने। सो कमेन्ट गर्नुहोस्, म भन्छु है, कमेन्ट गर्नुहोस् भन्छु। अनि तपाईँहरूले चाहिँ एकचोटि चाहिँ के बुझ्नुहोस् भन्दा यो रिजर्भ सिटको बारेमा धेरैले थाहा हुँदैन। तपाईँको जुन प्रोग्राममा 30वटा कल गर्छ नि त्यसमा 6वटा रिजर्भ हुन्छ, 24वटा कल गर्छ है त। 120वटा सिट हुनेमा चाहिँ तपाईँको 12वटा रिजर्भ हुन्छ, अनि बाँकी कति भन्छ उता 108वटालाई चाहिँ ओपेनमा कल गर्छ, त्यस्तो हुन्छ है त। त्यो कुराहरू छ। अनि लेट्स सी है कसको कति स्कोर आएको छ। र सबैलाई चाहिँ म आई विस एभ्री वान बेस्ट विसेस, सबैले चाहिँ सिट पाउनुहुन्छ, एडमिसन पाउनुहुन्छ भन्ने आशा गरौँ है। सो त्यही नै है। ओके, थ्याङ्क यू, अहिलेको लागि यति गरौँ।